मैले म मिलिमिली समूहको सदस्य हुँ। मैले सुँगुर पालन गरेको छु। त्योभन्दा पहिला 21 सालतिर मैले 35 सालतिर मैले गुँगुर छुँदाखेरि मलाई यो गुँगुर छोएर आइफलाउने भनेर मैले गएर खोलामा नुहाएर लुगा सबै फालेर आएर मैले पसिया गरेर अनि मात्रै भित्र पसेकी थिएँ। अहिले कारणवश मैले मिलिमिली समूहबाट अथवा मैले दुखम गुँगुर खोर बनाएर गुँगुर पाल्दै थिएँ। मेरो अहिले मिलिमिली समूह र मलाई मिलिमिली समूह मैले 5,000 पैसा लिएर आएँ। अनि त्यो गुँगुर पालन गरेर मैले सारा गरियो। त्यो 16,000 बेचेर मैले उहाँको समूहको पैसा थिएँ। त्यहाँ अहिले पनि पालेपछि मलाई खुब रमाइलो लागेको छ। अहिले पनि चेक लिएर फेरि मैले लिएछु 5,000। औषधि उपचार गर्नलाई मैले खर्च गरेको छु। म यहाँभन्दा अघि एकदम अबोला केही जानेको थिएन। मैले यो मिलिमिलीबाट आएर मैले बात बुझेर म बोल्न सक्ने पनि भएँ, एकतिर जान्ने पनि भएँ। तर मेरो दिदीबहिनी सबैले लगानी गरौँ, सबै आएका रकमहरू खेर नजाओस्, एकदम राम्रोसँग गरौँ दिदीबहिनी भन्ने मलाई एकदमै उचित लाग्छ। एकदम खुसी छु म। भन्दै जानु न। मैले गरे जस्तै गरेर दिदीबहिनी सबैले गरौँ, त्यसबाट इनाम गरेर खाउँ भन्ने धेरै मलाई उचित लागेको छ। सबैले गऱ्यो भनेदेखि कहीँ जानु पर्दैन पैसा कमाउनु। हाम्रो